So hi everyone and good morning. Welcome back to the Archive Vlogs हजुरलाई फेरि पनि स्वागत छ मेरो न्यू डे एन्ड न्यू ब्लगमा। त्यहाँ चाहिँ के पो भागिरहेको थियो हेर्नु न चढा जस्तो हुन्न लागेन भाग्न लाग्यो। के चढाएको थियो उफ्री उफ्री एक साइडमा अर्को रुखमा गर्दै गइहाल्यो माथि पुगिहाल्यो। ल गाइस आज चाहिँ मौसम पनि दामी छ न। घाम त घामै हुन्छ र रुम कोठाभित्र त घामै हुन्छ, बाहिर चाहिँ हल्का शीतल छ। अब यहाँ पानी पढे मात्र हो कि यस्तो बादल लाग्या हुन्छ, पानी पढे हुन्छ न। अनि यो बाटो चाहिँ एमाजोनको जङ्गल जस्तो भइहाल्छ पानीले भरेर। म चाहिँ त्यो हजुरहरूलाई देखाउने छु र अहिले चाहिँ लागौँ फर्स्टमा क्याफेतिर, किनभने टाइम पनि भइसक्यो। लगाइ जहिले चाहिँ क्याफे पुगेर क्याफे स्याफे क्लिन हानेर पनि रेडी भएर पनि म चाहिँ लागिरहेको छु आफ्नो ड्युटीतिर होइन। टक्कै मेरो आफ्नो दुई छाप हेर्न सक्नुहुन्छ, अस्ति तेलमा हेल्पर बनेको कारणले यो होइन। अनि यहाँ पानी परेपछि यहाँको हालत हेर्नु गाइस, यहाँ भाँडा त्यहाँ भाँडा पर पनि भाँडा, त्यहाँदेखि यहाँसम्म भाँडा हुन्छ। अनि उता पनि हुन्छ, बर्खाभरि यही हुन्छ गाइस। यतिखेर बर्खाभरि यही हुन्छ, बर्खाभरि भाँडा लगाउनुपर्छ हामीहरूलाई। अब यो बर्खाभरि यस्तै हुन्छ। र अब चाहिँ म लाग्छु आफ्नो ड्युटीमा। पहिला चाहिँ केही खानु पऱ्यो होइन, भोक चाहिँ लागिरहेको छ। पत्ता 1 बजी चाहिँ खाना खाइलिन्छ र फेरि पनि हल्का खाइहाल्नुपर्छ केही। लगाइ जल चाहिँ हेर्न सक्नुहुन्छ शान्त समुद्रलाई, पुरा शान्त छ। जति चाहिँ बोटहरू छ त्यो चाहिँ पुरा शान्त छ, बादल चाहिँ लागेको छ। पानी पढ्यो त्यतिर, पानी त रोकिने नाम छैन, पानी त रोकिनेको नामै छैन यतातिर। तर आज चाहिँ समुद्र पुरा शान्त छ, बादल चाहिँ लागेको छ। अब यो बादल हट्दैन यहाँबाट, मुस्किलले हट्ने। अब गयो बाहुबली। जल चाहिँ ड्युटी सुटी सकाएर गइरहेको छौँ हामीहरू रुमतिर। टक्क बाटोमा साइकल चाहिँ यस्तै ढलाइदिएर चाहिँ कसले लागौँ। अब टाइम पनि भइहाल्यो, धेरै टाइम भयो, 11 बजिसक्यो गाइस। आज गेस्ट चाहिँ खासै गेस्ट थिएन, फेरि पनि टाइम धेरै लाग्यो किनभने चाहिँ लास्टमा चाहिँ ग्रुप आएको थियो। त्यो ग्रुपलाई दिँदा लास्टमा आज चाहिँ 11 बजिहाल्यो हामीले खाना र अहिले चाहिँ गइरहेको छ हामीहरू। 11 बजिसक्यो, केटाहरू आइरहेको छन्। म त साइकल लैजानु लागेन किनभने पानी परिरहेको छ। आज पानी पढ्यो, अब यहाँ यस्तो हो कि पानी पढ्यो हुन्छ कि एकैछिन अब रोकिएको छ, अहिले चाहिँ रोकिया। अब पछि अझै रातितिर परिहाल्छ। पानी पढ्ने रोकिने पढ्ने रोकिने भइराख्ने। अब चाहिँ पानी रोकिन्न यहाँ। अहिले चाहिँ हाम्रो रुमको बाटो कस्तो भयो होला सोचिरहेको छु म, र त्यहाँ गएर चाहिँ हेर्नुपर्छ बाटो कस्तो छ अहिले हालत भनेर। हामी हिलोमा पान्छ खासै छैन गाइस, किनभने अब स्टार्टिङ भइरहेछ। यसले चाहिँ पानी पुरा सोकिहाल्नु, नत्र यो त पुरा खोला हो, खोला। एमाजोनको जङ्गलको हुन्छ नि, एमाजोन रिभर भन्ने हुन्छ नि, त्यो हुन्छ यहाँ। त्यो खोलामै हुन्छ होइन, खोलै हो यो, बाटो होइन खोला यो, नाला भन्ने पनि भइहाल्यो।